हेलो दर्शन नमस्कार वेलकम छ बिन्दुको भ्लगमा के छ मेरो युट्युबको फ्यामिलीहरू सबै सन्चै आरामै हुनुहुन्छ कहाँ कहाँदेखि हेर्नुभएको छ होइन यसो कमेन्ट गर्नु होला लाइक फलो गरिदिनु होला मेरो नयाँ च्यानल हो मेरो मलाई यसरी पुरा बनाउन नै आउँदैन होइन अब घरमा खानासाना त बनाइन्छ नि होइन त्यही हिसाबले मैले नि युट्युब खोलेको छु अनि अर्को कुरा हामी धेरै जसो परदेशमा बसिन्छ हामीसँग प्रशस्त फलफुल किनेर खाने टाइम टेबल हुँदैन खानै टाइम टेबल हुँदैन अनि यसरी काँक्रा गाजर चुकुन्दर अनि अदुवा हाल्न चाहिँ नबिर्सिनु होला यसरी बनाएर जुस खाने गर्नुहोस् राम्रो राम्रो हुन्छ अनि के हुन्छ नि काँक्रा खायो भने पेटलाई शान्त हुन्छ पेट पोल्छ नि त मान्छेहरूको अब यो अदुवा खाँदा ग्यास्ट्रिकलाई राम्रो हुन्छ गाजर खाँदा भने आँखालाई राम्रो हुन्छ चुकुन्दर खायो भने आफ्नो खुन बढाउँछ राम्रो हुन्छ यसरी बनाएर खाने गर्नु म त बनाएर यसरी कोरेसम्म कोरेर स्टक राख्छु बेला बेलामा